हिस्ट्री भ्लगले पिटा खाएको हैन जस्टिस चाहियो जस्टिस चाहियो जस्टिस चाहियो भन्नुहुन्थ्यो अन्याय हुने मान्छेले न्याय पाउनुपर्छ गाइस तर अस्तिदेखि भन्छु भने थिए पुरानो भ्लग एडिट गरेर हाल्दा हाल्दा त्यस्तै भइराख्यो भन्न पाइएको थिएन हैन जस्टिस फर हिस्ट्री आरएल अहिले टिकटकमा युट्युबमा जताततै जस्टिस फर हिस्ट्री आरएल यही मात्रै देखिरहेको छ सो यही कुरालाई लिएर एमआरपी ब्लग्सले पनि हिस्ट्री आरएल एन्ड डट टेम्पल वाला फाइटको रिगार्डिङ आफ्नो ब्लगमा यस्तो भनेका छन् मलाई के कुरा भन्न मन लाग्थ्यो अस्तिदेखि भन्छु भने थिए पुरानो भ्लग एडिट गरेर हाल्दा हाल्दा त्यस्तै भइराख्यो भन्न पाइएको थिएन हैन सबजनाले त्यो हिस्ट्री भ्लगले पिटा खाएको हैन जस्टिस चाहियो जस्टिस चाहियो जस्टिस चाहियो भन्नुहुन्थ्यो इन वे मलाई चाहिँ खासै अन्याय हुने मान्छेले न्याय पाउनुपर्छ गाइस तर कुराहरू चाहिँ हामी दुईतिरै बुझ्नु पर्छ जस्तो लाग्छ मलाई चाहिँ अब एउटालाई सपोर्ट गरेर अर्कोलाई हेप्ने अर्कोलाई सपोर्ट गरेर अर्कोलाई हेप्ने भन्ने कुरा चाहिँ हुन्न अन्याय परेको मान्छेले न्याय पाउनु पर्छ गलतलाई गलत भन्नुपर्छ सहीलाई सही भन्नुपर्छ त्यस्तै हिसाबमा चाहिँ अब बारम्बार किन यस्तो भइरहेछ त्यो चाहिँ मेनली बुझ्नु पर्यो जस्तो चाहिँ मलाई लाग्छ कि अब बारम्बार एकचोटि हैन दुईचोटि हैन कि अब त्यसरी यस्तो हुँदाखेरि चाहिँ किन त्यस्तो भइरहेछ त अब त्यतिकै अब पुरानो दुश्मनी देखे पक्क बजाइदिने टाइपको दुश्मनी के हो कि खै हैन यतिकै आएर मैले फेरि एउटा कुरा सोच्छु क्या एकचोटि लडाइ पर्छ झगडा पर्छ दुईचोटि बारम्बार त अब केही नभनिकन केही नगरिकन कसैले हात हाल्छ जस्तो नि मलाई लाउन्न मेरो यो चाहिँ पर्सनल ओपिनियन है के भइरहेछ यो चाहिँ सबै अब हामीले बुझ्नु भन्दा नि कानुनका हात इतना लम्बा होता है भाइ कानुनी सब बुझ्नै पर्छ कानुनले नै बुझ्नुपर्छ गाइस हामीले चाहिँ कानुनलाई सहयोग गर्नुपर्छ अब भन्न खोजेको अब कानुनी रूपमा जानको लागि सहयोग गर्नुपर्छ भने छुट्टै राम्रो छ जो अन्यायमा परिरहेको न्याय पाउनुपर्छ र पिटाइ खानु चाहिँ अब पिट्नु रगतै निकालिदिनु भनेको त्यो त हातै उठाउनु त्यो अलिकति गलत नै हो जस्तो लाग्छ मलाई चाहिँ किनकि कसैलाई अधिकार हुँदैन कि हातै उठाउने भनेर तर किन उठिरहेको छ भन्ने त्यो कुरामा पनि हामी सबैले बुझ्नुपर्छ जस्तो लाग्छ एकचोटि अब मलाई यसको विषयमा मलाई धेरै पनि थाहा छैन मलाई थाहा छैन पहिला नि पिटा खाएको सुनेको थिएँ अहिले फेरि पिटाइ एउटै मान्छेले बारम्बार किन पिटिरहेको छ त्यो पनि बुझ्नु पर्छ जस्तो चाहिँ मलाई लाग्छ है त्यो बुझ्यो भने चाहिँ अलिकति राम्रो हुन्छ जस्तो लाग्छ म चाहिँ त्यही नै भन्न चाहन्छु अब जस्टिस मागिरहेको छन् पाउनेवाला छन् अब अन्याय परेको मान्छेले पाउँछ त्यो अभियसली अब ठुलो कुरा भएन त्यो पाउनु पनि पर्छ हैन एकचोटि पुलिस थानाको सक्यो नहोस् क्या हैन त्यसलाई जडैबाट हटाउनु पर्यो जडैबाट हटाउनको लागि चाहिँ मेन किन रहेछ त के भएको रहेछ त्यो बुझ्न पर्ने छ कि मलाई मेन कुरो हैन त्यो बुझ्न पनि पर्छ सबैजनाले बुझि पनि राख्नु भयो होला अब के हुन्छ अपडेट आउँछ म तपाईलाई फेरि म बुझेर अपडेट दिनै राख्छु हैन म एकछिन 7 मेरो पुरानो मेरो प्यारो जक्सनमा आइपुगेको अवस्था छ 7-11 मा हालमा आखिर बारम्बार यस्तो घटना किन भइराछ त अन्यायमा परेको मान्छेले न्याय पाउनुपर्छ कसैलाई अन्यायमा पर्न दिनुहुन्न तर यो चाहिँ मलाई तपाईहरुले पनि बुझ्नुपर्ने अडियन्सहरुले पनि बुझ्नुपर्ने यो चाहिँ बारम्बार किन भइराछ त भन्ने कुरो हो कि अर्को चोटिबाट कानुनले नै हैन तिनीहरुको 1 किलोमिटर हैन 1 किलोमिटर त धेरै टाढा भ्याउँदैन मान्छेहरुले हैन लगभग 10 मिटर 20 मिटर नजिक हुनै नपाउने टाइपको हुन सक्छ नि त हैन भरै के थाहा अब पहिलाको रिसले अब हिस्ट्री ब्रदरले गएर केही भन्दिनु भयो कि पहिलाको मान्छेले यसले मैले धेरै चलफल हाने भनेर फेरि न्यू खोजेर मुक्का बजाइदिनु भयो कि यो चाहिँ बुझ्न जरुरी छ जस्तो लाग्छ हामी सबैलाई चाहिँ पिटाइ चाहिँ कसैले खानुहुन्न हात चाहिँ कसैले उठाउनुहुन्न यसको चाहिँ म पनि अगेन्स्ट छु है गाइस